Hello and namaste everyone. My name is Praveen Raut. I study in West Point High School at grade 12. Today we have made a project. Our project's name is WP Geo 26 Geo Explorer. यो चाहिँ एउटा रोबोट हो. यसको नाम चाहिँ WP26 Geo Explorer हो. यहाँ चाहिँ थुप्रै पार्ट्सहरू युज भएको छ. यो चाहिँ देख्न सक्नुहुन्छ. यसलाई चाहिँ अल्ट्रासोनिक सेन्सर भनिन्छ अनि यो नीलो कलरको चाहिँ सर्भो मोटर हो र यसको मेन ब्रेन चाहिँ माइक्रो कन्ट्रोलर बोर्ड जसलाई आर्डिनो युएनओ बोर्ड भनिन्छ. यो चाहिँ प्रोग्रामिङ बेस्ड छ, आर्डिनो प्रोग्रामिङ बेस्ड र 4वटा व्हीलहरू युज भएको छ अनि 4वटा गियर मोटरहरू युज भएको छ यहाँ र सोलर प्यानल पनि युज भएको छ. सोलर प्यानलले गर्दा हामीलाई एनर्जी चाहिन्छ. बेसिकली हामी चाहिँ यो रोबोट बनाउनुको मुख्य कारण चाहिँ जुन नासाले 2004 मा नासामा एउटा अपर्च्युनिटी भन्ने रोभर पठाएको थियो, त्यहाँको इन्भाइरोमेन्ट डिटेक्ट गर्नको लागि हो. त्यसमा बेस चाहिँ हाम्रो यो WP26 जियो एक्सप्लोरर छ अनि यसको युजेज चाहिँ के छ भन्दाखेरि यसले चाहिँ यसमा क्यामेरा युज भएको छ अनि जसले गर्दा चाहिँ हामीलाई यो गाडी जहाँ जहाँ जान्छ त्यहाँको हामीले फोटेजहरू अनि भिडियोहरू त्यो चाहिँ हामीले प्राप्त गर्न सक्छौँ. अनि त्यसपछि यसमा अल्ट्रासोनिक टेक्नोलोजी युज भएको छ अनि जसले गर्दाखेरि हामीले चाहिँ यो कुनै पनि अब्जेक्टको अगाडि छ भनेपछि यसले त्यो अब्जेक्टलाई डिटेक्ट गर्छ अनि त्यसपछि त्यो डिटेक्ट गरेर त्यसले चाहिँ अरू बाटो चाहिँ वेहरू चाहिँ खोज्छ. यसको कारणले चाहिँ मानिसहरू जान नसक्ने ठाउँहरू जस्तै मुन, मार्स अनि अरू अदर प्लानेटहरूमा पनि यस्तै खालको रोबोटलाई पठाएर चाहिँ त्यहाँको इन्भाइरोमेन्टको बारेमा चाहिँ जानकारीहरू प्राप्त गर्न सकिन्छ.